Yo, what's up guys, it's your boy Imran vlog. Welcome back to my brand new video. So finally guys, finally कति 3 दिनपछि फेरि ब्लग आयो है। अहिले चाहिँ दिउँसोको कति 12:25 भइसक्यो। बाहिर चाहिँ पुरै गाडाङ गुडुङ गरेर पानी पर्नलाई होला हैन, घाम लागेर त्यही गाडाङ गुडुङ गरिरहेको छ। यहाँ टक्कै अन्डा खाइरहेको छु म चाहिँ टक्क भर्खरै बाहिर गरेर अनि आएको भर्खरै अब आएर अनि यसो खाना खाएर अन्डा खाएर बसिरहेको थिएँ। अब के गर्ने प्लानै छैन आज होइन, के गर्ने प्लानै छैन। त्यति सुत्यो बस्यो उठ्यो त्यही हो। अनि अब खै के गर्छु अब हेर्नु न है। यो चाहिँ भक्तपुरको सितो पोखरी होइन, यो चाहिँ भक्तपुरको सितो पोखरी होइन, यो माछा हान्दैछ क्या। यो सब सितो पोखरी हो कि यो सब सितो पोखरी हो कि माछा हान्दियो क्या यो कागरले। यो पुरै पहिला दिनजर डुङ्गाहरू सब हुन्थ्यो नि त। यहाँ चाहिँ अहिले चाहिँ केही पनि छैन, सब भत्काएर अहिले पानी केही छैन, माछा हान्दैछ। खत्तम है कागज त खत्तम हो नि है। माछाको टाउको भिजाएर मलाई निर बोल्नुको चाहिँ पकाएर हानिदिन्छु होइन। अनि त्यो साथीभाइ आएर अहिले चाहिँ बिहानको 9-10 बजी त होला यसो डुल्दै आएको है। यो चाहिँ अहिले अब हामी चाहिँ भक्तपुर जानु पर्ने हुन्छ। चिया छ के खान्छ चिया चाहिँ हाल्नु पऱ्यो नि त, के हो। अनि त्यही हो, यस्तो सुक्खा भइसक्यो, कस्तो घिन लाग्ने है यो बालुवा देख्यो भने चाहिँ। के हो हिलो जस्तो छ अनि त्यस्तो देखिन्छ लास्टै घिन लाग्छ। त्यो साथीभाइहरू अब यसो अहिले घुम्न आउनु भएको भने चाहिँ नआउनु, यो बिजोगे छ यहाँतिर होइन। भक्तपुर एरिया भन्दा नि यसो यो पोखरी सोखरी हेर्न आउनु भएको छ भने चाहिँ नआउनु है। बिजोकै छ यो एरिया चाहिँ, खत्तमै छ। अनि होइन मेरो ड्रेसअप चाहिँ यस्तो, फेरि यस्तो ज्याकेट तल पाइन्छ। अनि कसको चप्पल कसको हो मैले लाएर हिँड्दै बाहिर घर बाहिर रहेछ बाले भन नि होइन। खुट्टा भयो चप्पल कति होइन। अनि यहाँ चाहिँ यस्तो सब छ, आज सब देखाइदिन्छु म, ए टु जेड सब देखाइदिन्छु नि म होइन। अनि यहाँ चाहिँ यस्तो बालुवा सल्ला सब छ। अलिअलि बोकेर ब्यागमा हाल्नु नि दाजु यार, घर बनाउनु पर्छ कि। यहाँ हेर नि बोट सोट सब छ केटाकेटी, बोट सोट सब छ है। यो बोटहरू किन नरह्यो होला है, किन अरे यो निकालेर सक्नु परेन सक्छ होला कहीँ पानी निकालियो होला नि आजको। अब फेरि हाल्छ नि ल्याउ हेर्दै कुकुरलाई कस्तो मोज 40-50 ट्याङ्की गयो होला है। गयो 40-50 बढी गयो नि। यहाँदेखि वार पारेको थियो, डुङ्गा चल्ने पोखरी थियो भने कति थियो होला त। साथीभाइहरू यो चाहिँ कति मैले 200-300 किलो जति बोकिरहेको छु। यो चाहिँ यसरी बोक्ने हो टाउको लाग्यो ठिक छ बोके हजुर। यति जिमी जानु पर्दैन बढी, अब यति भइसक्यो हलिस यसै बबाल होइन हो। टाउको चाहिँ जाला है, अझै थप्नु पऱ्यो ए अझै थप्नु पर्ने यो चाहिँ लभली हो साथीभाइहरू है। यसो चाहिँ गरिराख्नुपर्छ दिनमा एकचोटि होइन, हो यसो दिनमा एकचोटि गरिराख्नुपर्छ। यो चाहिँ बबाल हुन्छ, जिम सिम यही हो होइन, सस्तो जिम हो यो चाहिँ, फ्रीवाला जिम। अब यसरी बोकिबस्यो यो हाम्रो हातसा सब भयो नि त। अनि त भयो साथीभाइहरू हामी चाहिँ चिया खानु लाग्यो टक्क लौराहरू टक्क चिया चिया खाएर अब निक्लिनुपर्छ। यो माछा त हरामी माछा रहेछ भनेको, अहिले हेर कत्रो ठुलो आउँछ। साथीभाइहरू यहाँ चाहिँ माछा पठाउनु अम्नु देऊ न देऊ न तिमी देऊ न होइन अघि धनियाँ टोक्दै देऊ न भ्लग बनाएर दियो त्यो उताबाट चर्चेर आइरहेको अम्लो देऊ कस्तो अम्लो टोक्न नआएको कि अघि त आएको थियो भने बुचर हलाइरहेको थियो पौडी खेल्न बसेर के गर्छ तर्सिरहेको अब गर्छ होला।
बाटो नभएपछि चाहिँ गाह्रो छ है। बाटै सक्यो कि यहाँ आएपछि ल म चप्पल चिपेर यहाँ गुहार ल जाउँ ल हिजो साथीभाइहरू बाटो चाहिँ यस्तो छ है घाडी यस्तो छ बाटो चाहिँ अब त्यही हो होइन अब यहाँ आएको बाटो छ भनेर आएको उही बाटो नै छ देखाउँछ बाटो नै छ यसरी है कपाल अगाडि तल फाल्नु अबे हामी घर जानु लाग्यो तर अब 11-12 बजीमा आइसक्यो अब घर गएर चाहिँ खाना खाएर चाहिँ फेरि दिउँसो भेट्नु पर्ने हुन्छ हुन्छ अहिले दिउँसो भेटौँला ल बाई बाई राजा चलिदिनु पर्ने हुन्छ अब ल चलिदिनु पर्ने हुन्छ अब हामी चाहिँ यस्तो लभली ठाउँमा छौँ हामी चाहिँ होइन अन्य त यस्तो लभली ठाउँमा छौँ अहिले चाहिँ हामी चलिदिनु पर्ने हुन्छ है त्यो साथीभाइहरू अनि अब आजको लागि यति नै हो अब यसो लाइक सेयर सब्सक्राइब गरिदिनु मन पऱ्यो भने है अब नेक्स्ट भ्लगमा हेर्नु अब के हुन्छ कहाँ जान्छौँ हामी अहिले दिउँसो भेट्नुपर्छ ल दिउँसो टक्क 5-7 खाने भेट्ने अनि भिडियो बनाउनु जानुपर्छ है ल अनि भेटेर अनि टक्क अनि त्यही हो गाइस बाई बाई